दसबिना अब यहाँनिर हामी खाना खाने कार्यक्रम हुँदैछ। खाना खाने कार्यक्रम हुँदैछ। 4 बजी पुऱ्याउनु पर्यो बस। अनि अब खानापिना खाँदैछु। कसरी हो सुरु गर्दैछु खानाको व्यवस्था। खानापिना खाँदैछु। बुढाहरूलाई पहिला दसैँको व्यवस्था गरिरहेको छु। तपाईँहरूले यसो हेरिदिनु होला, लाइक गरिदिनु, सेयर गरिदिनु होला दसैँहरू। अनि त्यहाँनि कोठा रमाइलो भइरहेको छु। क्रिसमसको रमाइलो रमाइलो गरिरहेको छु। रमाइलो गरेर बसिरहेको छु हामी। बहिनी यहाँ अब बुवाले चिया नखाएका चिनी भयो भनेर रमाइलो रमाइलो। छैन त्यो रातिको लागि बत्ती जहाँ छैन अहिले बत्तीहरू बाल्नु। ठिक छ। खानी भयाला खानी यहाँ हाम्रा सरहरू आउनुभएको छ। सरहरू खानापिना खाँदै हुनुहुन्छ। सरहरू हो दसैँहरू अब हामी खानापिना खाने सुरु गर्दैछौँ। धनाधन गर्ने हो, रमाइलो गर्ने हो। आजको दिन रमाइलो गर्ने हो। क्रिसमसको रमाइलो एकदम हालचाल रमाइलो गर्दैछौँ। खाने खाँदैछ, खाने खाइरहेको छ। यो होइन, यति नै हो बा, यति नै हो। होइन हजुर आउँदाखेरि त्यस्तो लाग्यो मात्रै हो, यति यही नै हो। Bye.
सक्यो अब यो भ्लगमै राखिदिने हो सबैले पुऱ्याइदिनु होला सबैले माया गर्नु होला होइन सबैले माया गर्नु होला सबैलाई सुख शान्ति र परिवारमा दीर्घायु बढोस् पुऱ्याउने किस्मतलाई हामी यहीँ समाप्त गर्न चाहन्छौँ बिदामा चाहिँ परमेश्वरले यस्तोमा भन्न चाहिँ सकिन्छ ओइ भोलि ल ऊ बालाई ल्याइदिए खाना तर बा ओइ गोर खाँदैन है कुखुरा र त्यो ल्याइदिए त लाइनमा अनि आफ्नो चप्पल त राख्नु पऱ्यो नि सँगै अब लगभग हामी पनि लाइन बढ्दै जाने हो बेला नै गर्दै जाउँ न सकेर खै केटाकेटीहरू सक्यो केटाकेटीहरूको के बाँकी छ कुनै बाँकी हुन्छ कि नाचगान मेरो नि 4 बजेतिर त अब जानुपर्ने छ त्यही भोलि जाने कपडा किन्नु छ अरे के छन् त अब मेरोमा छ अब रानी राम्रै खोजे नि त्यही त हो नि खाँचो छैन तैँले अलि राम्रै खोजे नि कोहीले च्वाचे भइरहेको रहेछ हेर्न यो बाबुले चाहिँ च्वाचेको मासु च्वाचेको मासु तिमीले चाहिँ च्वाचेको मासु ल्याइन आमै तिमी च्वाचे खाँदैन ल ठिक छ धन्यवाद 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 ओहो हाम्रो सुब्बा दाइले च्वाचेको मासु बोकेर आए च्वाचेको मासु बोकेर छ हाम्रो दाइले भाइले ए हो ल कतिजनाले च्वाचेको मासु बोक्यो हजुर खान्छु अब भित्र पस्छ नि बाबु यहाँ पनि छ कोही कोही बाहिर निकाल्दैन त बहिनी बुवालाई खोइ बुवा नानीहरूले ल्यायो चम्ची खोइ चम्चीले नहालिकन त सबै खानेपिनेको व्यवस्था भइरहेको छ
परि पानी खै त्यो पानी भित्रै बस्यो भने हुन्छ नि गर्न भयो भित्रै बस्यो भने हुन्छ पानी तातो कि चिसो ठाउँ छैन एकछिन है अहिले अलि छैन थ्याङ्क यू धन्यवाद तपाईँहरूले तपाईँहरूले संस्कार गरिदिनु होला लाइक पनि गरिदिनु होला पानी थाप्नु पर्यो बाबुले खै चुवाचेको मासु हाल्दैन बाबुले खै चुवाचे खै चुवाचे क्यामेरामा देखाइदिनु पर्यो कि यो चाहिँ च्वाचे यतापट्टि साइडमा रहेछ च्वाचे यो चाहिँ पापडी सबैजना बस्दा हुन्छ अब सबैजना बस्दा भयो लगभग छोटो दिन्छ अनि यही बन्न लागिसक्यो 4 बजे त म लगिदिन्छु खाने त्यहाँ लाइन छ त्यहाँ अलि एकछिन अलि खाली होस् मात्रै हो खाने अब त खाँदैन त्यही खसी खान्छ मेरो के हो बाबु बहिनी ठाउँ पाइने क्या अङ्कलको घरमा 7 दिन ल ठिक छ अब के गर्नु उठी अनि खानै पर्यो होइन नमस्कार हिँड्नै पर्यो हजुर यो मैले तापपानी लगाउदिनु पर्यो लाइनतिर पनि छिर्दैछु रातो पानी पनि लानु पर्दैछ बाला तापपानी लगाइदिनु पर्ने जाडोको समयमा हामीहरू नै गरिरहेको छ क्या Hello, how are you? धन्यवाद Mommy! Mommy! पानी लिनु पर्यो पानी
ल दर्शक म यहाँ तातो पानी थाप्दैछु दर्शकमा यहाँ तातो पानी थाप्दैछु घरभित्रबाट दिँदैछु र सब्सक्राइबहरू गरिदिनुहोस् हामी आज क्रिसमसको चिन्नुहुन्छ नि हजुर एकदम ठिक छ तपाईँको के छ म चाहिँ चिन्छु है भाइ प्रेम भाइ बा यो पानी लिनु त तातो छ है अब हाम्रो पाला आयो आयो ल थ्याङ्क यू धन्यवाद पाला आयो हस् 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 गोजीमा लानु पर्यो प्रत्येकको आउने गरी है ए होइन तपाईँले त अघिदेखि दिएको त्यही मेरो त अलि लामो बनाउनु मिल्दैन सबै आइरहेको छु ए म त धेरै छैन नि मगरको खानियाना यही हो मगर र राई गुरुङ एउटै हो ओहो हाम्रो त झन् पहिला पहिला त कुम्ला त चढाउँछ भन्थ्यो दाल त एकदमै मनपर्ने हो झन् दाल त एकदमै भयो बहिनी यो ल अब हामी थोरै बहिनी म त अहिले अचार साग पनि चिसो लाग्यो जस्तो भएको छ यो चाहिँ लाग्दैन लाग्यो नै लाग्दैन ल हाम्रो बहिनीहरू हाम्रो बहिनीहरू छोरीहरू त अब खाना दिएको छ गएर पेट भरे खाने हो आज मलाई ल है ल है अब तन्काउनु पर्यो हो आमा लायो खाना पिना मजाले तन्काइरहेको छ खानुहोस् मजाले म पनि भर्खरै आउँदैछु होइन म भुइँमै बसेर खाने खै तपाईँ खै ल उठेर खिच्याकै छ यहाँ ल अनि त्यहाँबाट मासुको अचार तपाईँ चाहिँ कतिखेर खाने अनि खाउँ हालिदिनु सबै छ हालिदिनु सबै हालिदिनु कुखुराको मासु त्यो खसीको मासु होइन हालिदिनु मेरो साथीले हालिदिनु त्यो अचारहरू हालिदिनु अझै हालिदिनु कति खान्छौ साथी पैसा के त अब आफ्नै पो आएको रहेछ है के लिनु मलाई के खान्न कि अचार त कहाँ खान्छु त साग र भात ल्याइदिउँ दाल र भात ल्याइदिउँ आज केही दाल र भात मात्रै ल्याउनु ल के ल्याउनु अरू अचार सचार पिरो हुन्छ खानु हुँदैन अनि के गर्नु त साग त म यो अरूले बनाएको साग खान मन लाग्दैन मलाई तपाईँको आएन त खोइ त मेरो पो आयो त है